रिकन्सिलेसन गर्नको लागि हामी ट्रान्जेक्सन्सको ब्याङ्क रिकन्सिलेसन भन्ने फर्ममा जान्छौँ। यहाँनिर गइसकेपछि सबैभन्दा पहिला यो हरियो प्लसमा इन्सर्ट कीमा त्यसपछि ओके गर्ने। अब कुन ब्याङ्कको लेखा शीर्षक चाहिने हो त्यो सेलेक्ट गर्ने। त्यसपछि ब्याङ्क एकाउन्ट कोड सेलेक्ट गर्ने, जस्तै अहिलेको केसमा एनआइसी एसिया गर्दैछौँ हामी। रिकन्सिलेसन गर्ने कहिलेसम्म रिकन्सिलेसन गर्ने हो त्यो डेट। एकासी 12/31सम्मको ब्याङ्क ब्यालेन्स स्टेटमेन्टमा जति छ त्यति टाइप गर्ने। त्यसपछि न्यारेसनमा कुन डेटसम्म रिकन्सिलेसन गर्दै हुनुहुन्छ त्यसको न्यारेसन लेख्ने। यसपछि प्रोसेस बटनमा क्लिक गर्ने। अब तलको डिटेलमा हेर्नुभयो भने यहाँ चाहिँ हाम्रो ब्याङ्क रिकन्सिलेसन गर्नुपर्ने ट्रान्जेक्सनहरू सबै यहाँ देखिन्छ। अब योभन्दा मुनि जुन जुन रिकन्साइल हुन्छ त्यसलाई आर गर्दै जाने र जुन जुन चेक साटिएको छैन त्यसको लागि हामीले 02 अथवा डबल क्लिक गरेर हामीले आर सेलेक्ट गर्न पनि सक्छौँ। यसरी हामीले रिकन्सिलेसन गर्दै जाने। सबै कम्प्लिट भइसकेपछि यसलाई सेभ गर्ने र रिपोर्ट हेर्ने। रिपोर्टमा हेर्दाखेरि हाम्रो यो रातो अक्षरमा देखेको रिकन्सिलेसन एज पर ब्याङ्क स्टेटमेन्ट यो एमाउन्ट र हाम्रो ब्याङ्क अनुसारको टोटल एमाउन्ट यो ब्यालेन्स बराबर हुनुपर्ने छ। यसपछि मात्रै तपाईँको रिकन्सिलेसन मिलेको भन्ने हामीले मान्न सक्छौँ। र यो एमाउन्ट र यो तलको एमाउन्ट बराबर भएपछि हामीले अब रिकन्सिलेसन कम्प्लिट भयो भनेर मान्छौँ र यो महिनाको लागि अथवा 12/31सम्मको रिकन्सिलेसन हामीले एप्रुभ गर्न सक्छौँ।